अहिले म जुन पुलमा उभिएको छु यो 22,25,000 लागतमा टेन्डर आह्वान गरियो। यो 22,25,000 चाहिँ लागतको टेन्डर आह्वान पश्चात बनेको यो पुल हो। यो पुल तपाईँ देख्न सक्नुहुन्छ। सर मेन्टेन गर्दै हुनुहुन्छ? एकैछिन कुरा गरौँ उठ्नुस् त। के बनाउँदै हुनुहुन्छ? भाँचियो? दूसरी जगह लगाओ ना। यो भाँचियो? अब मैं फिर बनाई तो यो टुटगिलस? बाँस खतम भयो। 22 लाखको बाँस है यो? हाँ भनौँ 22 लाख को सब पूरे तो हो। यो 22 लाख लगानी गर्नुभएको थियो। यसरी भाँचेर यो टुटेर बनाउने चाहिँ फेरि बनाउने प्रक्रिया चलिरहेछ। चलिरहेको छ। ठ्याक्कै भन्नुहोस् त यो लागत यो टेन्डर कति लगानीमा चाहिँ तपाईँले हात पार्नु भएको थियो? अब हामीले 22,25,000 को हाम्रो ठेक्का हो अनि त्यही 12 बर्दिया नगरपालिकाबाट हामीले लिएको ठेक्का हो। हजुर। त्यसपछि हाम्रो 12 बर्दियाले ठेक्का मात्र दिएछ। अरू केही सामान सुमुन दुनियादारी इत्यादि से कोही मतलब छैन। लगभग हाम्रो यो सबै डुङ्गामा 25 लाख रुपियाँ भन्दा तलको हाम्रो सामान छैन। भनेपछि यो 25 लाख भन्दा बढी लगानी भएको छ। यो 22 लाखको पुल भनेर तपाईँहरूले जसरी भनिराख्नु भएको छ यथार्थ पनि त्यही हो। मान्छे त हाँस्छ त यो 22 लाखको पुल भन्यो भने। नहीं त्यो त हो। त 22 लाख को पुल हामी जो त्यो लगानी लगाएर हामीले जनताको सेवा गरिराखेका छौँ। सेवा गरिराख्नु भएको छ। सेवा गरिराख्नु भएको छ। हजुर। अब यो सेवा त निकै राम्रो गर्नुभयो तर सर्र हेर्दाखेरि हुनलाई तपाईँको यसमा दोष छैन हैन। हामी अब सम्बन्धित निकायलाई भन्न चाहन्छौँ यो 22 लाख लगानी त अलि हाँसै उड्दो भयो। मान्छे त हाँस्छ हेर्नुहोस् है। यो 22 लाखको पुल भनेर एकचोटि हाँस्छ फेरि यो दृश्य देख्यो भने मान्छे मजाले हाँस्छ। उस्तै गरी हाँस्दै पनि हुनुहुन्छ होला है। केमा कति रुपियाँ उठाइराख्नु भएको छ भन्नुहोस् त। तपाईँले त कुखुराको पनि 3 रुपियाँ उठाउनु रहेछ नि। कुखुराको 3 रुपियाँ एउटा प्रति गोटा कुखुराको 3 रुपियाँ। 3 रुपियाँ कुखुरा यहाँ तार्यो भने 3 रुपियाँ तिर्नु पर्यो। तपाईँले सेवा गरिरहेको छु भन्नुभयो। सेवा भन्दा यहाँ चाहिँ अलिकति पैसा कमाउ धन्दा जस्तो भयो के। अब एउटा कुखुराकै 3 रुपियाँ लिदिने, एउटा खसी लिने। खसीको कति छ? खसीको 10 रुपियाँ। खसीको 10 रुपियाँ। साइकलको कति छ? 10 रुपियाँ। 10 रुपियाँ। अनि साइकलमा चाहिँ बच्चा एकजना हाल्यो, एकजना मान्छे बस्यो, एकजना पछाडि श्रीमती बस्यो भने कति रुपियाँ जान्छ साइकल सहित? साइकल सहितको अब श्रीमान साइकल तारिरहेका छन्। परिवारले बसेछ। अगाडि छोरीको त कुरै छोड्दिन। ठुला मान्छेको। ठुला मान्छेको एउटाको कति? 10 रुपियाँ। 10 रुपियाँ गरेर एकचोटि जाँदाखेरि 40-50 रुपियाँ, आउँदाखेरि 40-50 रुपियाँ एउटा सामान्य परिवारको तिर्नु पर्यो। तपाईँले चाहिँ अब सेवा भनिरहँदा ती सेवाहरूमा सेवा कसरी भयो? नाइ त सेवा 22 लाखको पुल भन्नुभएको छ। नाइ सेवा कसरी भयो? तपाईहरूले हाम्रो कर्मचारीहरूले जनताको सेवा गर्नलाई बसेछन्। उनी तलब खाँदैनन्। हामीले तलब कोही दिन्छ? हामीलाई कोही तलब दिन्छ? यहाँ बसेको हामी त आफ्नो मेहनतबाट आफ्नो यति लगानी लगाएर काम गरिराखेको छौँ। जनप्रतिनिधिलाई भन्नु खोज्नु भयो। जनप्रतिनिधिलाई ल भन्नुहोस् तपाईँको दुःख के हो भन्नुहोस् त ल। दुःख हाम्रो दुःख केही छैन। तपाईँले 22 लाखमा टेन्डर पाउनुभयो। 22 लाखको यो पुल हविगत यस्तो छ। 22 लाखमा पुलको कुरा नगर्नु, डुङ्गाको पनि कुरा गर्नुहोस् न।